Hello everyone, welcome back to my YouTube channel. फेरि अर्को रियाक्सन भिडियो लिएर आइसकेको छु. भिडियोलाई लाइक, कमेन्ट, शेयर अनि मेरो च्यानललाई यदि सब्स्क्राइब गर्नु भएको छैन चाहिँ प्लिज सब्स्क्राइब चाहिँ गरिदिनु होला. जाम आजको हाम्रो भिडियोतिर है त. हेलो भाइ. ए भाइ हजुर माइलो दाइ को भन्ने चिनियाछ तैले किन नचिन्नु हजुर भनेको टिकटकको भिखारी हो भिखारी सधैँ हामीलाई जो अपमान गर्नुहुन्छ अपमान गर्नु हजुर आफैले पैसा माग्नु भएको रहेछ त लाइभमा 1000 रुपैयाँ एउटाले मात्रै हाने हुन्छ के धेरै पैसा पनि हान्न पर्दैन अनि यसरी पैसा माग्नेलाई के भन्ने त माइलो दाइलाई नेपालको टप 1 होस्टर हुन् भन्दै पनि केही फरक पर्दैन टप 1 होस्टर भन्नलाई पैसा पनि कमाएको हुनु पर्यो नि हजुरले 15 लाख रुपैयाँ मेरो मन्थली टिकटक इन्कम देख्नु भयो हजुरको कति हुन्छ कमाइ आज भएन नि कमाइ भएन भनेर चुप लागेर बस्ने हो त आफ्नो भ्युअर्सलाई ट्याप ट्याप गर्न लाउनुस् न ट्याप ट्याप गर्न त सक्नुहुन्छ तपाईहरुको हात भाँचिया छ अनि साच्चीकै हात भाँचेकाहरूले कसरी ट्याप ट्याप गर्ने त मोबाइल राखो कन्ट्रोल यस्तो ट्याप डबल ट्याप गर्न सक्नुहुन्छ तपाईहरुले तमासा हेर्नुहुन्छ बसेर काका हजुर भविष्यको हुनेवाला हिरो अनि यसरी टिकटक लाइभमा आएर ट्याप ट्याप गर्दै बसेको अलि सुहाएन के जस्ता चाहिँ नपर विश्व खेलाडीहरु टिकटकमा ट्याप 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 गरे बस्छ हो नि अस्ति रोनाल्डो र मेसीले बिग म्याच खेल्दै थिए बस सुर्ती खाने पैसा पनि दिएनन् केटा छाडा बोल्ने आफ्नै भ्युअर्सलाई गाली गर्ने अनि दिन्छन् त यति पनि थाहा छैन टिकटकमा एउटा रमाइलो हो एउटा कन्टेन्ट हो रमाइलो कन्टेन्ट हो भनेर अनि भएको नभएको सबैलाई जम्मा गरेर लाइभमा छाडा बोल्न दिनु हुँदो रहेछ खुले आम डन्डीको छोरा म्याच के फुटे अनि ब्रान्डेड बोका राडीको ब्यान्ड त त्यो चाहिँ अति हो यार अति हो. हैन फ्युलाई बराबर छैन यो तुरन्त तर जस्तो रन्डीका माशाला रन्डीका छोरा जा के यस्तो कता हुनुहुन्छ सम्झाउनुस् न काकालाई त्यही भने सम्झाउनु पर्यो काकालाई यार. उताड गाली गरेछ उले अनि मैले के सुनेर बस्ने फेरि त्यही त अनि त्यस्ता मान्छेहरूलाई लात हानेर निकाल्नुस् न लाइभबाट उले पहिला मुख छोड्यो त अनि हामी किन नामर्द बन्ने फेरि मुख छोडेकालाई त जवाब दिनै त पर्छ गर उले गाली गर्ने आमा बहिनीको हामी चुपचाप बने कि हामी नपुन्छको चुडा लाएर हिँड्ने भयो कर त्यसरी सबैले गाली खाँदै हिँडे त कडा कडा माइल दाइ हाइट 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 डान्स हो हजुरको डान्स चाहिँ कडा छ है दाइ बलिउडमा छिरेको भए किक बक्सर पनि हो सबै हो वाह, डान्स पनि हाइट। गाउन पनि जाति ठुलो भविष्य किन दाइ के हो पैसा चाहियो कि क्या हो फेरि टिकटक लाइभमा ज्याकी च्यानको जस्तो किक छ हेर्दा पनि राम्रो हो. आर्मीमा पनि झन्नै सेलेक्ट भएको भने झन्नै सबै त वास्तवमा उहाँले कन्टेन्ट होस् भनेर झुटो प्रशंसा गर्दै हुनुहुन्छ काका मकै फुरिसक्यो बुढो भइसक्यो दारी फुरिसक्यो तर बुद्धि भने यति छैन हो फिल्म बनाउने भन्दै हुनुहुन्थ्यो अब फेरि किताब निकाल्ने अरे। किताब सधैँको लागि ए किताबै निकाल्ने महिला दाइ शिवजी खरेल टिकटक स्टारको अमर कहानी अमर कहानी हो अथवा जीवन कहानी भने पनि अमर कहानी भन्दा जीवन कहानी कि राम कहानी अरे जीवन कहानी चाहिँ ठिक हुन्छ कि कहाँ राम कहानी राम कहानी रे. मलाई यस्तो भन्नुभएको के थियो भन्ने आफै अगाडि लगाउने आफै फिल्म खेल्ने आफै डुब्ने। अहिले फेरि फिल्म बनाउने कुरा निकाल्दै हुनुहुन्छ एकजना दयाङ राईसम्म सोच्नुपर्छ किनभने दयाङ राई भएपछि राई लिम्बू जनजाति आफै बढी हेर्छ सलमान खानसम्म पनि सोच्ने अनि पुरै इन्डियनले पनि हेर्छ हो सही सही त्यो निलो फिल्म खेल्नु लाग्नु भएको छ रे त तिमी के निलो यस्तो कडा नेपालमा छौ म यहाँ छु कोसीदेखि मिक्स फिल्म खेल्नु तिमी चाहिएनौ एन्सर त कडा दिए त यार कडा कडा बुढा खेल्नको लागि यो र माइला डनको बेड सिन बनाउने कि नबनाउने हो कि त निलो फिल्म खेल्नु पर्यो नभए दुईजनाको बेडसिट निकालेपछि हेर्लान् नत्र हेर्नेवाला छैन फिल्म अले हेर्दैन महिलाले के गरेछ भने दुश्मनले पनि हेर्न जान्छ ओ तपाईँको। गाली गर्न भए पनि जान्छ गाली गर्नु भयो भने जान्छन् तर हल बाहिरबाट गाली गरेर फर्किन्छ हो एउटा हिरोइन हामीले खोज्न पर्छ कि प्रियङ्का कार्की फिक्स गर्नु प्रियङ्का कार्कीलाई लिन पर्छ होइन बिउलाई पनि लिने तर दुईटै हिरोइन चाहिन्छन् टेकिङ अ बिग रिस्क एउटी घरवाली एउटी बारवाली वाह मान्छे हो यार तर माइन दरो दुईटा हिरोइन चाहियो भनेपछि आफूलाई के सलमान खान थान्नु જોઈએ क्या नेपालको सलमान खान हो म पनि सलमान खान त हिरो हो नि हामी पनि त टिकटकको हिरो हो। ट्रोल होस् टिकटकको सलमान खान होम जो म जबरजस्ती सलमान खान हुँ भनेर हुन्छ ऐना देखाइदिउँ सलमान खान भन्दा कम छु र म त्यो त हुनुहुन्न त्यही भएर केटीहरूको लाइन छ हजुरको पछाडि कहानी हो भने तपाईँ भन्दा राम्रा ब्युटिफुल केटीहरू अगाडि पछाडि लिएर हिँड्न सक्छु ओ ओ तपाईले चाहे पनि हैन यो चाहिँ खतरै दियो सिलोलाई सही हो केटी आउँदैन दाइ किन आउन चाहिन पर मरियो त अब फेरि अब आउँदैछ अब हेर्नुहोस् एक दुई दिनपछि फेरि हङ्गामा हुन्छ एउटा अब फेरि एउटा नयाँ केटीसित मेरो लाइफ चल्छ मोबाइल त अरूसँग नजिस्ने सिपछि कि तपाईँ मेरो हजुर र बिउको जोडी अलि सुहाउँदैन भन्छ नि गोरो बिउको जोडी मसँग कस्तो हुन्छ हाइट पनि मेरो छ बिउलाई कसले घुमाउँछ मैला दाइ कि म हेन्सीसँग कि माइला दाइसँग माइला बेबीसँग नि हट हट. बिचरा मक्ख बनाइदिएछ है माइलाले उडाएको थाहा छैन
ल देख्यौ एनसी अनि ह्यान्सीले त बिउलाई बिहे गर्छु भन्दै छ यति पनि दिन बिग्रेको छैन कि डेढसँग बिहे गर्नुलाई बरु अपाङ्गसँग बिहे गर्छु माथि चढ्न नसके पनि बालै भएन बुझिस् नि आफै चढाउँछु आफै चढ्छु गर्यो डेढलाई गर्दै यसरी एक ठाउँमा अर्को ठाउँमा हाल्ने मुजी यो भाउ हाम्रो एनसी भाइ त बोल्नै छोड्नु भयो बिउमा माथि खिका छ दाइ तपाईको डरले मात्र नबोलेको कि बकवास नगर है बोका हाइट बोका सक्कल हेरेर चाहिँ पर हट्छ अनि कहाँबाट सक्कल रे आफ्नो सक्कल हेरे हैन यसले के भन्ने सब टिकटक स्टार घुमाउँछौ तिमीले बिउलाई बिउलाई चाहिँ तपाईँ घुमाउन पाउनुहुन्न कि बिउलाई चाहिँ म घुमाउँछु क्या दाइ तिमीमा हानी डेरा डेरा एउटा भ्यागु त एउटा डेरा भागुते भाग यहाँबाट के हो यस्तो हरामी साला रन्डिया बाउ गुनेको मान्छेलाई भ्यागुते भन्ने हो ल पाइ पाक्नु पर्यो मुखबाट निक्ले होला एकचोटी सरी भन्दियो सरी भन्नु रे चोत कौवा साला भेले मुजी माछ चिकन रोन्डीको सरी भनेलाई माछ चिकन रोन्डीको छोरा कालोकागमा साला चोर डेढे मासाला पुरीमुखीको बान कौवा साला चिकनी कौवा कसैले पनि त हिरोइन माथि आँख लगायो भने ठोक्दिन्छु साला सामुन यो त रियल हिरो नै भयो के रियल हिरो आयो गोर्खाली तसाले के नआएको थियो फेरि कसले बोलायो तँलाई मेरो लाइफमा मैले बोलाएको त मैले बोलाएको बिउको नयाँ बोयफ्रेन्ड सक्छौ भने गएर बिउलाई पटाएर देखाउ त जाऊ तेरो दाइले अब के गर्छ हेर सक्छौ भने पटाएर देखाउ न कुरा गरौँ न एकछिन हो र हजुर म करोडपतिको छोरा हो वाह जस्तो लाग्यो मैले हो असम के एउटा कुरा भनौँ भन त तपाईँलाई मन पर्छ यस यस रे लभ यु हो के फेरि भन्दैन मैले लभ यु बनाउने चाहिँ खत्रै बनाउँछ यार चलन ब्रोले यार कहाँबाट आउँछ यस्तो क्लिपहरू यार खत्रै दिमाग हो खत्रै दिमाग ओके हाइट लामो गर्दै एकचोटि चेक गरौँ हाइट हेर त काका बिउ अरु बेलासँग मस्किएको देख्दा हजुरलाई कस्तो लाग्छ जलस हुन्छ जलस बोल्नु त्यसको बुढी हो म जलस हुन्छ अरे जलस विरोधीहरुसँग गएर हाँस्ने मस्कनी नगर मलाई मन पर्दैन रिसाउ भाइ यार केटीको चक्करमा रिसाइराछ के तिमीलाई पसन्द छ भने लिएर जाऊ यार मैले थोडी रोकेको छु यार लिल बुद्धले फेसबुक लाइभमा बिहे गर्छ तिमीलाई बिहे गर्ने तिम्रो औकातले पुग्दैन लागेर बस आज तपाईलाई को चाहिँ चुम्मा चाटी जो आइरहेको छ नि भोलिको दिनमा त तपाईलाई पनि त्यस्तै हुन्छ जो हामीलाई भयो मलाई नसिका तपाईको माया लाग्छ हौ किन हैन होला यार म भनेको तपाईलाई एकदम मनैबाट माया गर्ने मान्छे हो के ओइ सिरियसली तिम्रो सबै ठुलो छ हाम्रो खोडा लामो छ ए ल ए हो त्यस्तो ए ठुलो छ म्याचिङ नि तपाईको अरु गाह्रो ठुलो भए हुन्छ ओट मात्र त होला नि खोलेर देखाइदिउ के भन्छ रे एकछिन भिडियो कलमा बोलाउनु पर्ला जस्तो तपाईलाई चेक गर्नु लाडु देखाइदिनु तलाई मेरो म्याचिङ नि लाइभमा देखा लाज लाग्दैन मुजी तिमीलाई म यतिकै राम्रो छैन हेर्नु न केही मेकअप छैन राम्री छु नि त भन्दा राम्री कुइरिनी छ मसँग हाइट रिसाइराछ के मुजी नरिसा त सरी भन्ने कि नभन्ने आइ एम रियली सरी हाइट खतरा बनाइदिने चुप हान्छ त बेबी नो 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 बेबी जाठा माया गर्नु नि नो फक यु हाइट फक यु चिक्ने मलाई मुख नछाड तिमीमा चिक्ने भन्दा के हुन्छ रिसर्च त यस बिच चिक्ने मलाई कस्तो मुजी भनेको त नि छोरा पनि भनिदिन्छु म त रन्डीको मात रक्को छोरी रामसँग बोल्ने नि फेरि छिनेर बोल्ने हो के खा मेरो बोलेको बुझ्दैन खा भने बुझेनस् मा मुख सुख बढाइदिन्छु फेरि त्यही आइजमा छिनेर बोल्ने मसँग बोल्दा भेट्ला नि फेरि मुजी यो त सागर हामी तपाईँ त ग्याङस्टर हुँदो रहेछ है कस्तो डर लाग्यो मलाई तपाईँको धम्कीले मेरो तलको रौँ पनि उठिन खुट्टाको बुझ्नु खुकुरी छ खुकुरी खुकुरीको कुरा आइसक्यो यहाँ माई गड अहिले खुकुरी खानेवाला छ मुजी साला खाँदै सक्नु छ माछ नि रन्डीको बा खुकुरी हान्दिन्छु रन्डीको बा रानीको बा पहिला तेरो बोली सुधार बाउ समान आफ्नो दाइ समानका मान्छेलाई यसले चाहिँ नपरो फोरो फोरो मुख छोड्दी त्यस्तै केटी हो यो बिउ भनेको एक नम्बरको गुन्डिनी केटी हो बाको निगेटिभ हो त्यो न पहिला सुध्रेको थियो न अहिले सुध्रेको छ न आउने 10 वर्षमा सुध्रिन्छ मैले कति सुधारेर यसलाई लाइनमा ल्याएको थिएँ हेर्नु त भ्यागुते रे हजुरलाई तिमीहरुका बाउलाई यदि कसैले चाहिने परो भेगुते भनिदियो नि तिमीलाई कस्तो लाग्छ भनौ हो यार बिचरालाई सबले भ्यागुते भनेर सकाउनु भयो यार भ्यागुते भन्नेहरूलाई भनिदिनुस् त काका हजुर को हो भनेर माइला दाइ भनेको बाको बाग साले भ्यागुते बहुत खराब छ के तपाईको बानी तपाई खत्तम आइले कत्रो भ्यागु त
यसलाई भन्छ पा भ्यागु तकडा हो बाउ समानको दाइस मान्छेलाई आएर भेगुती अरे ओए भेगुती तेरो भेगी त्यो माछाल हो बेको मलाई तारा ताते बेला झन् सताउँछ आएर ओए चम्मको भेगुत रहेछ एका सुन बोका दारी सारी उखल्दिन नपरोस् बे अबे भेगुते काबाट मेन्डोक बन मेन्डोक थ्याङ्क यू फर वाचिङ आजको भिडियो चाहिँ अलिकति छाडा छ त्यही भएर अलि त्यही हो हेडफोन चाहिँ लाउनै पर्ने रहेछ त्यही हो थ्याङ्क यू सो मच अहिले चाहिँ हामी छुट्टिन्छौँ फेरि भेट्छौँ अर्को भिडियोमा त